ऋषिराम धमलाद्वारा लिखित उपन्यास क्यारिनले जीवन, सङ्घर्ष, प्रेम र सम्बन्धलाई मात्र होइन, वैदेशिक रोजगारीको कारण नेपाली समाजमा सृजना भएका सामाजिक र पारिवारिक विचलनलाई समेत नजिकबाट विश्लेषण गरेको छ। यो उपन्यासले नेपाली समाजमा कमिसन र भ्रष्टाचारको जरा कहाँसम्म पुगेको छ भन्ने तथ्यलाई पनि सटिक प्रस्तुतिबाट प्रष्ट पारेको छ। त्यति मात्र होइन, एकातिर आफ्नो बिहान बेलुकाको छाक टार्ने समस्यालाई समाधान गर्न युवाहरू विदेशिनु परेको बाध्यात्मक अवस्था अनि अर्कोतिर धनाढ्य व्यक्तिहरूको विलासी जीवनशैलीलाई पनि प्रष्ट ढङ्गले प्रस्तुत गरेको छ। यो आख्यानले वैदेशिक भूमिमा नेपालीहरूको भोगाई, समस्या र जीवनशैलीलाई सुन्दर शब्दहरूको माध्यमबाट मिहिन ढङ्गले विश्लेषण गरेको छ। समग्रमा क्यारिन वर्तमान नेपाली समाजको दर्पण हो।